हेलो एभ्रिवान वेलकम ब्याक टु माई नेक्स्ट भिडियो। आजको यो भिडियोमा चाहिँ म के सिकाउँछु भनेदेखि यो भिडियोमा चाहिँ म तपाईहरुलाई एक्सेलमा डाटा एन्ट्री फर्म कसरी बनाउनु पर्छ भन्ने कुरा चाहिँ यो भिडियोबाट सिकाउँछु। त्यसको लागि चाहिँ के गर्नुपर्छ भनेदेखि हामीले किबोर्डबाट विन्डो आर प्रेस गर्नुहोस्। विन्डो आर प्रेस गरिसकेपछि एक्सेल भनेर टाइप गरिदिनुस्। त्यहाँदेखि एन्टर गरिदिनुस्। यहाँ फर्स्ट को रोमा चाहिँ मैले के लेखेको छु भनेदेखि एडमिसन नम्बर नेम डेट क्लास भनेर लेखिसकेको छु। त्यहाँदेखि म अब यो सबैलाई सेलेक्ट गरिदिन्छु। यो सबैलाई सेलेक्ट गरिदिसकेपछि किबोर्डबाट ALT D O प्रेस गर्छु। ALT D O प्रेस गरिसकेपछि यहाँबाट फेरि ओके। हाम्रो यहाँनिर यो फर्म आइसकेको छ। अब यहाँबाट एडमिसन नम्बरमा म लगाइदिन्छु 111। अब यहाँ नेम लगाइदिन्छु म। एउटा नाम दिए मैले। डेट पनि मैले दिइसकेको छु। क्लास एउटा मैले क्लास दिइसकेको छु। अब एन्टर गरिदिन्छु। यहाँबाट तपाईहरुले देख्न सक्नुहुँदैछ एडमिसन नम्बर नेम डेट क्लास। अब यसरी नै अर्कोको पनि म गर्दैछु। तपाईहरुले देख्न सक्नुहुँदैछ यसरी मेरो यहाँनिर डाटा फिल भएको। यसरी नै तपाईहरुले पनि डाटा फिल गर्न सक्नुहुन्छ। यसरी गर्नुभयो भनेदेखि चाहिँ तपाईहरुको छिट्टो पनि हुन्छ।